यो चाहिँ प्याज हो। प्याज गरिसक्यो होइन, ग्रेड गरिसक्यो। यो प्याज, यो अब बन्दाकोपी गर्दैछु। यो चाहिँ हाम्रो छ्यामाको घरमा सिलिगुडी। छ्यामाले चाहिँ मोमो बनाएर बेच्नुहुन्छ। अनि मैले चाहिँ यहाँ अब सिक्दैछु म पनि हो। अहिले चाहिँ यस्तो गरेर मेसिनमा एकैछिनमा भइहाल्छ हो। मेसिनमा एकैछिनमा भइहाल्यो। हेर्नुहोस् कि 1 सेकेन्डमै। यो चाहिँ मोमो बनाउनु पर्छ। अहिले मेहनत गर्नुपर्छ साथी हो। हर चिजमा जे पनि काम मेहनत गऱ्यो भने फल पाइन्छ। खानु मिठो पनि हुने, बेचेर पैसा पनि आउने, यस्तो गर्नुपर्छ। सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला। यो काम गरेको कस्तो लाग्छ। मेहनत गरेको मान्छेलाई हर चिज काम गर्नुपर्छ होइन। बोजूले यहाँ मिक्स गर्नु हुँदैछ मोमो मसला किनेर तयार गरिदिए। अब यो मोमो मसला, यो बन्दाकोपी र प्याज मिक्स मोमोको लागि। यतातिर श्यामाले मैदा मुस्नु हुँदैछ। श्यामाले मैदा मुस्नु हुँदैछ मोमोको लागि तयार। यहाँ अदरक पनि काटेर तयार गरिरहेछ। के हाल्नुभयो? अजिनामोटो हाल्नुभयो बोजू? हाल्नुभएको छैन? हाल्नुहुन्छ होइन? नुनमा मोलेर चाहिँ राख्ने एकछिन हो। फेरि त्यसलाई फेरि पानी निचोर्ने होइन। यो पनि मिक्स गर्ने होला नि अहिले नै। ओनियन पनि मिक्स गर्ने हो। ओके, अब चाहिँ बोजूले निचोर्नु हुँदैछ। यो पानी पुरा निकाल्नुपर्छ होइन। यो प्याजको पानी निस्किन्छ, बन्दाकोपीको, प्याजको पानी निस्किन्छ पुरा होइन। यसलाई पानी निचोरेर त्यसरी राख्नुपर्छ। पानी निचोरेर राखेको यो चाहिँ। हाम्रो बोजूले यस्तो काम गर्नुहुन्छ हेर्नुहोस् त साथी हो। सबैजनाले हेरिदिनुहोस्। हाम्रो बुढी बोजू कति वर्ष पुग्नु भयो र बोजू? बोजू कति वर्ष पुग्नु भयो? 80 वर्ष पुग्नु भयो अरे। 80 वर्ष पुगेर यस्तो काम गर्नुहुन्छ हेर्नुहोस् त। कति दरिलो हुनुहुन्छ, स्ट्रङ। यो चाहिँ अब फेरि यहाँ हेर्नुहोस् है, हाम्रो छ्यामाले चाहिँ यो चाहिँ मैदा गुनेर मैदालाई अब प्लास्टिकमा अब फेरि त्यसलाई प्याक गरेर राख्ने। प्याक गरेर राखेर चाहिँ फेरि यसलाई अहिले आधा 1 घन्टाको बादमा फेरि त्यसलाई निकाल्नुपर्छ। अब मोमो बनाउँदैछ बोजूले, बेल्नु हुँदैछ। सक्नु आधा छ्यामा र बोजू दुईजना बेल्नु हुँदैछ। यहाँ बनाइसके 2 भाँडा बनाइदिए। मैले पनि बनाइदिएको है। यो अलिअलि दुःख सुख अलिअलि मसला यति छ। अलिअलि बनाउनु सिक्दैछु। अलिअलि बनाइदिएको। बोजूले मात्रै बिचारा बेलेको हुन्छ। 80 वर्ष पुगेको बोजू, 80 वर्ष पुगेको बोजूले बेल्नुहुन्छ मजाले। 80 वर्ष पुगे जस्तो पनि छैन हौ। अनि बुहारी भन्दा सासु भर्खरको छ।